बुर्ज खलिफा कुन देशमा पर्छ ल भन्नुस् त? दुबई होइन दुबई चाहिँ होइन ल भन्नुस् न। बुर्ज खलिफा दुबई होइन दुबई नै हो तर दुबईलाई के दुबई नाम होइन दुबईको के त्यसलाई के भन्छ युनाइटेड अरबिया के भन्छ त्यही त के भन्छ अरबी बुर्ज खलिफा दुबईमा पर्दैन? दुबई त दुबईमा तर कन्ट्री नेम चाहिँ दुबई होइन के त्यो युनाइटेड अरबिया के हो के त्यो त के हो? युएई हँ? युएई हो अँ, युनाइटेड अरबिया खै युनियन ल बुर्ज खलिफाको उचाइ कति छ ल भन्नुस्? त्यो पनि थाहा छैन थाहा भएन थाहा भएन थाहा भएन। ल तपाईँहरूलाई थाहा छ भने कमेन्ट गर्नुहोस् बुर्ज खलिफा कुन देशमा पर्छ र बुर्ज खलिफाको उचाइ कति छ? हनुमानजीका पिताको नाम के हो ल भन्नुहोस् त? पवन पुत्र हनुमान होइन र त्यही त भन्नु न नाम। पवन 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 वायु पवन पवन होइन र त्यही त भन्नुहोस् न। पवन कुमार पवन कुमार। ल हनुमानजीको नाम हनुमान कसले राखिदिएका थिए? हनुमानजीको हनुमान नाम सायद राम राम राख्नु भएन भन्नु न। राम भगवानले